गाइस गुड मर्निङ। म चाहिँ आज नि बिहान 5 बजे उठेँ र मेरो बाबु चाहिँ आज यसरी सुतेको थियो। म चाहिँ उठेर ब्रस गर्न थालेँ अनि आज चाहिँ हाम्रो मौसम यस्तो थियो, पुरै हुस्सु लाएर अँध्यारो भइरहेको थियो। म चाहिँ अनि चिया बसालेँ, कालो चिया, त्यसपछि दुध तताएँ अनि दुधको चिया पनि पकाएँ र मेरो बाबु चाहिँ दादासँग रोडमा खेल्दै थियो। मेरो बाबु नि ब्रस गर्न थाल्यो र मैले चाहिँ आज सिमी आलु इस्कुसको तरकारी पकाएँ र मेरो बाबु बिहान सुत्यो र हामी चाहिँ टनेलमा खोर्सानी टिप्न थाल्यौँ। आज खोर्सानी यति भयो टिपेको र हामी चाहिँ खाना खाएर भाँडा मोल्न थाल्यौँ बिहानको र मेरो बाबु चाहिँ उठेर खेल्न थाल्यो धारोमा र हामीले दिउँसो आलुको खाजा खायौँ र मेरो बाबुलाई चाहिँ मैले धारोमा लगेर खाना खुवाउन थालेँ। मेरो बाबु चाहिँ धारोमा नभएसम्म खाना खाँदैन र झोला बोकेर स्कुल जाने भनेर मेरो बाबु चाहिँ रिसोर्टमा खेल्न थाल्यो र मेरो बाबु चाहिँ कागती खाएर हामीलाई जिस्काउँदै थियो र हामीले चाहिँ साँझमा सिमी टिप्न थाल्यौँ। आजको सिमी यति भएको थियो हाम्रो र खाना पनि रेडी भयो र हामी खाना खान थाल्यौँ र हाम्रो छोरी निरा चाहिँ हामी भाँडा माझ्ने र ऊ चाहिँ भाँडा ओसार्ने काम उनको। हामीले भाँडा पनि माझिसक्यौँ र मेरो बाबु पनि सुतिसकेको छ। अब म पनि सुत्छु। बाई बाई, गुड नाइट।